नमस्ते। अहिले म बन्दुक जस्तै गरेर पड्किने तिम्बुङ पोखरी पुगिसकेको छु। तिम्बुङ पोखरी हाल प्रदेश नम्बर 1 ताप्लेजुङ जिल्ला सिदिङबा गाउँपालिका वडा नम्बर 1 कालीखोलाको उत्तरी क्षेत्रमा अवस्थित रहेछ। तिम्बुङ पोखरी पर्यटकहरूको लागि साँच्चीकै सुन्दर गन्तव्य रहेछ र साथै धार्मिक आस्था राख्ने र तीर्थयात्राका लागि पनि उत्तिकै महत्त्व बोकेको रहेछ। समुद्री सतहदेखि 4335 मिटरको उचाइमा अवस्थित तिम्बुङ पोखरी धार्मिक आस्था अनुसार एक उच्च कोटिको पोखरीको रूपमा लिम्बू समुदायले पनि मान्दै आएको कुरा मुन्धुममा वर्णन हुन आउँछ। र अन्त्यमा तिम्बुङ पोखरीसम्म कसरी पुग्न सकिन्छ भन्ने कुरा पनि आउँछ। त्यसका लागि चाहिँ यहाँसम्म पुग्ने धेरै बाटोहरू छन्, तर म लगायत मेरो टिम चाहिँ ताप्लेजुङ बजारदेखि थर्पु बजार हुँदै साप्लाखु भन्ज्याङबाट आङखोप सादेवा र कालीखोलासम्म मोटर बाटो र त्यसपछि चाहिँ एक दिनको पैदल मार्ग उकालो हिँडेर तिम्बुङ पोखरीसम्म पुगेका थियौँ।